सुनेन अलि ठुलो साउन्ड चाहियो। अब सबै सुन्नु है। अलि बेस गर्न। राष्ट्रिय परिचय पत्र बनाइसकेको व्यक्तिले हजुर पुनः फोटो नखिच्नु पर्ने, तर राष्ट्रिय परिचय पत्र वेबसाइटमा गएपछि त्यहाँ नाम दर्ता गर्ने ठाउँमा गएपछि यतापट्टि चाहिँ राष्ट्रिय परिचय पत्र भएको व्यक्तिले भर्ने विवरण आउँछ। राष्ट्रिय परिचय पत्र भएको व्यक्तिले भरेपछि आफै घरमा गरेर भेरिफाई गर्ने, त्यसले यहाँ खिच्नु परेन। राष्ट्रिय परिचय पत्र नबनाएको मान्छे बस्नुपर्छ। हामी उहाँको फोटो खिचिन्छ, होइन मेरै चाहिन्छ भनेर भन्ने लाइनमा बस्नुपर्छ। भेरिफाई चाहिँ कहाँ गर्ने हो नि फेरि होइन? कार्ड चाहिँ कहाँबाट आउँछ? भेरिफाई कहाँबाट गर्ने हो? वेबसाइटमा गएर हेर्नु, आधिकारिक हो, मैले बोलेको आधिकारिक होइन पनि, तर यो विवरण सबै हातमा छ नि। अनि त्यसमा गएर फर्म भरेर हेर्नु, भेरिफाई भएन भने यहाँ गरौँला है। पुरो बुझ्नु हो नि। फेरि दोहोऱ्याएर आउने फेरि दोहोऱ्याएर आउने के तपाईँको चलेन भने त हामीले साइन पठाइदिएको छ नि त, आधिकारिक पर्सनले पठायो नि त। यहाँ गएर स्क्यान गर्ने रे, स्क्यान गरेर अनि भेरिफाई गर्ने ल। धन्यवाद, 2 घन्टा लाएर आयो।